हेलो गुड मर्निङ एभ्रिवान। यो एका बिहानै के को दृश्य हो भनेर सोचिराख्नु भयो होला। आज चाहिँ हाम्रो स्पेसल्ली भान्जा बाबुको बर्थडेको कारणले हामी एकदमै दौडेर हतार हतारमा यिनै भान्जा बाबुको बर्थडेकोमा जाँदैछौँ है। यो बर्थडे चाहिँ स्पेसल हुनेछ। ल फाइनली यति बेला भने एकदमै रमाइलो मोमेन्ट भइरहेको छ भने हामी जङ्गलको यात्रा गर्दै ट्याक्कै पुग्न लागिसकेका छौँ भने यताबाट भाइहरू ट्रकका सामानहरू बोकेर गइरहेका छन्। हामी ग्राउन्डमा आइपुगेका छौँ गाइस, हेर्न सक्नुहुन्छ तपाईले। आज भने हाम्रो यिनै भान्जाको बर्थडे रहेको छ। हामीले बर्थडे स्पेशल विश गर्न गइरहेका छौँ जङ्गलमा आएर। त्यो पनि गाइस हेर्न सक्नुहुन्छ गाइस। आज भने बर्थडेको यस्तो फुल्ली स्पेसल हुँदैछ कि है, सायद यहाँ सबै एकदम ह्याप्पी छन् होला क्या केटाहरू। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले। यो भनेको हाम्रो दबा तालको माथि, यो चाहिँ तपाईँको ठ्याक्कै यो पिकनिक स्पोट रहेको छ। पिकनिक स्पोटमा आइसकेका छौँ हामी है। अब यता चाहिँ हाम्रो आज भान्जाको चाहिँ बर्थडे हो होइन। म चाहिँ तपाईँलाई एकैछिनमा मेरो भान्जालाई पनि देखाउने छु, सो अफ गर्नेछु भने तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ तपाईँको फुल्ली तयारी भइरहेको छ। यहाँ कोही चुलाहरू बनाउँदैछन् भने कसैले यहाँ सामानहरू निकालिसकेका छन्। आजको सबैले आफ्नो भूमिका र जिम्मेवारी निभाउनेछन् भन्ने मलाई ढुक्क आशा छ। यहाँ चाहिँ हाम्रो भान्जा बाबुको अङ्कल हुनुहुन्छ, उहाँ चाहिँ जसको आज बर्थडे हो उहाँको अङ्कल हुनुहुन्छ भने यता मामाहरूको टोली यता छ है। उहाँ चाहिँ भान्जा बाबुको ड्याडी हाम्रो भिनाजु अर्थात् हेर्न सक्नुहुन्छ हजुरले। यहाँ चाहिँ हाम्रो टोटली सामानहरू रेडी भइसकेको छ। यता हाई गर, क्यामेरामा हाई गर, हाई। वा मेरो भान्जा बाबुले कस्तो राम्रोसँग हाई गरेका छन् है। लभ यु भनिदेऊ। मलाई बर्थडेमा सपोर्ट गर्नु होला भन, सपोर्ट गर्नु होला है। ह्याप्पी छौ आज? आज चाहिँ हाम्रो सो भान्जा बाबुको चाहिँ बर्थडे रहेको छ है। त्यसैले गर्दा यिनी पनि साह्रै ह्याप्पी देखिएका छन्। आज चाहिँ स्पेसल्ली भान्जा बाबुको बर्थडे चाहिँ यता मनाउने भन्ने भयो भने यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ। यी हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ हाम्रो दिदी है। ल फाइनली हाम्रो यता यहाँ पकाउने काम भइसकेको छ है। यो के पकाइरह त्यसमा? प्राउन। ओ माई गड, मैले के फर्स्टचोटि नाम सुने क्या? प्राउन? व्हाट इज प्राउन यार? ल यता भने हाम्रो प्राउन रेडी हुँदैछ अरे भने यता स्वाट मकैहरू पनि पोलिसकेका छन् केटाले। क्या दामी आगो बलिसकेको छ है। हाम्रो यहाँ खुर्सानी सबै तयार हुँदैछ है। मासु रेडी भइसकेको छ।
खान गइसक्यो हैन फाइनली हेर्न सक्नुहुन्छ हाम्रो पछाडि ट्याक्कै बर्थडेको सेटअप भइसकेको छ भने यता चाहिँ हाम्रो भिनाजहरू हुनुहुन्छ है केक रेडी भइसकेको छ है कार्टुनमा राख्नु कार्टुनमा के हुन के राख्नु राख्नु हाम्रो भान्जे बाबु के मक्ख पर्यो Happy birthday to you 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 Oh my god birthday हुने मान्छे यस्तो रोको कहिले खान्न भनेको थिए भाइ थोरै चाख्ने कहिले खान्न भनेको थिए भाइ थोरै चाख्ने अर्को अघि बियर उसकी सबै फिका लाग्ने बच्चाहरु आमा त खान्छन् के
दाजु